हाम्रो चाहिँ यहाँ गेम चल्दैछ हेर्नु होला। उहाँ दुईजना ब्लू हाउसको प्लेयर, उहाँहरू येल्लो हाउसको प्लेयर हो। अब गेम सुरु हुन गइरहेको छ। दर्शकबिनहरू
Papat gol rakyat ada dulu benar. मेडल वितरण गर्ने कार्यक्रम छ। ती पदकहरू वितरणका लागि आज हाम्रो देशमा है कसरी सौरभ गुरुङ भन्ने छन्, सुरज तामाङ एलकेजी अहिले युकेजी, सुरज तामाङ शुभम कपुर अहिले मानको शुभम कपुर साना साना भाइ बहिनीहरूलाई हामीले पुरस्कार वितरण गरिसक्यौँ। अब यो आजको यो कार्यक्रममा हाम्रो यस सोखा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यू यहाँ आइसक्नु भएको छ। यही काङ्ग्रेसको दोस्रो हुने रजत पदक प्राप्त गर्ने ग्रिन हाउस फर्स्ट हुने को थियो सरदिन कपूर क्लास 3 रेड हाउस। त्यसैले स्याप्रेसकै जुनियर गर्ल्स 6मा द्वितीय हुने स्मारिका प्रगति ट्रान्सफर रेड हाउस। द्वितीय हुने ऋतु थापा क्लास 3 ब्लू हाउस।
द्वितीय हुने त्यसपछि प्रथम गोल आएको थियो भने त मन्जु सार्की क्लास 5 मन्जु सार्की मन्जु सार्कीलाई फेरि ताली बजाएर उहाँलाई बधाइदिनुहोस् न। त्यसै गरी सिआरएसको सिनियर गर्ल्सतर्फ क्लास 7 देखि 9 सम्मको मा तृतीय हुने आरुषि बोगटीलाई म यहाँ काँस्य पदकका लागि यता निमन्त्रणा गर्दछु। त्यसै गरी उहाँ क्लास 7को ग्रिन हाउसबाट हुनुहुन्छ। त्यसै गरी द्वितीय हुने रजत पदक प्राप्त गर्ने काजल बोगटी क्लास 7 येलो हाउसको हुनुहुन्छ। त्यसै गरी प्रथम हुने को हो क्लास 7 येलो हाउसको हुनुहुन्छ। ताली बजाएर उहाँलाई धेरै धेरै बधाई सक्यो। अब 100 मिटर रेस जुनियरतर्फ बोय जुनियर 100 मिटर रेस है छोटो। त्यसै गरी क्लास 6 को ग्रिन हाउसबाट देवी तिवारीले रजत पदक प्राप्त गर्नुभएको छ। धेरै धेरै बधाई छ देवी तिवारी। 100 मिटर रेसमा गोल्ड मेडल पाउने हुनुहुन्छ मनोज तामाङजी क्लास 5 येलो हाउस। उहाँलाई धेरै धेरै बधाई छ। ताली बजाएर उहाँलाई सम्मान गरौँ त। सबैले ताली बजाएर उहाँलाई बधाइदिनुहोस् न। त्यसै गरी 100 मिटर रेसमा जुनियरतर्फ गर्ल्सको क्लास 3 देखि 6 सम्मकोमा ब्रोन्ज मेडल पाउने क्लास 6 रेड हाउसको सुषमा साई ब्रोन्ज मेडल। त्यसै गरी सुमिना तामाङ क्लास 6 येलो हाउसबाट रजत पदक प्राप्त गर्नुभएको छ। त्यसै गरी जुनियरबाट सुस्मिता तामाङ क्लास 4 ब्लू हाउसबाट उहाँ गोल्ड मेडल पाउनु भएको छ। गोल्ड मेडल दिन्छ अब दिन्छ। सुस्मिता तामाङलाई अरू सबैलाई धेरै धेरै बधाई छ। ताली बजाएर उहाँलाई पनि सम्मान गर्नु। अब 100 मिटरमा रेसको सिनियरतर्फ फाइनल रजत पदक र 16 पदक सेताको 16 पदक पाउने को भने त अर्जुन बोरा। ल उहाँहरू सबैलाई धेरै धेरै बधाई छ शुभकामना छ। अझै राम्रो गर्नुहुनेछ है त। अब टग अफ वार डोरी तान्ने खेलमा जुनियरतर्फको क्लास 3 देखि 6 सम्म डोरी तान्ने गर्ने आउनुहोस् है। सम्राट पासाङ आउनुहोस्। पासाङ डोरी तान्ने है हो अरू होइन है। सन्दीप आउनुहोस्। राहुल आउनुहोस्। मन्जु आउनुहोस् त। मन्जु रिदम आउनुहोस् त। करुणा आउनुहोस् त। करुणा मौसम आउँदैन। निर्माया गोरी तानमा गोल्ड मेडल पाउनेहरू है। रितु आउनुभयो गोल्ड मेडल पाउनु भएको छ। सुस्मिता आउनुहोस् त। र उहाँहरू सबैलाई जोरदार तालीले बधाई दिनु।
स्कुल मार्बलसम्मको साथी हुनुहुन्छ गोल्ड मेडल उहाँले पनि 16 पदक पाउनु भएको छ है ताली बजाएर उहाँहरूलाई बधाई दिउँला नेपाली क्लास 8 उहाँले पनि रिले रेसमा जित हासिल गर्नुभएको छ सुशील बोराले पनि गोल्ड मेडल पाउनु भएको छ उमेश के होला उहाँलाई पनि धेरै बधाई छ यो थियो बोइज जुनियर अब गर्ल्स जुनियर रिले रेस क्लास 3 देखि निरुता क्लास 6 धेरै बधाई छ मन्जु क्लास 5 उहाँले गोल्ड मेडल पाउनु भएको छ मन्जु खै भन्नु आउनु भएको छैन गोल्ड मेडल नै पाउनु भएको छ सुस्मिता क्लास 4 रितु क्लास 3 गोल्ड मेडल पाउने सबैलाई ताली बजाएर हामी बधाई दिउँ न एकछिन ताली बजाएर हो ल रितुलाई पनि धेरै बधाई छ सबै विद्यार्थीहरूले कति मेडल पाउनु भएन अजय तामाङ क्लास 10 उहाँहरू ग्रिन हाउसमा हुनुहुन्छ ग्रिन हाउसका सबैलाई बधाई छ ग्रिन हाउसलाई ताली बजाउनु सक्नुहुन्छ सबैलाई बजाउनु हाम्रो विद्यार्थीहरू हो अब यो हाउसबाट गर्ल्सको सिनियर रिले रेसमा हामी जाँदैछौँ यो हाउसले गोल्ड मेडल प्राप्त गर्न सक्नुभएको छ यो गर्ल्सको मनमाया तामाङ मनमाया क्लास 8 उहाँले गोल्ड मेडल पाउनु भएको छ अगाडि आउनु रिले रेस है यो रिले दौड कोपिला र काजल उहाँहरू अगाडि आउनु येलो हाउसका रिजल्टले गोल्ड मेडल पाउनु भएको छ उहाँलाई धेरै बधाई ल कोपिलालाई र काजललाई धेरै बधाई छ उहाँहरू येलो हाउसमा हुनुहुन्छ उहाँले गोल्ड मेडल पाउनु भएको छ अब हामी च्याम्पियन जुनियरमा छौँ उहाँ द्वितीय स्थान प्राप्त गर्नु भएकाले उहाँ काँस्य पदक विजेता हुनुहुन्छ काँस्य पदक क्लास 8 त्यसगरी रजत पदक प्राप्त गर्नुहुने आरुषी बोगटी क्लास 7 आरुषी बोगटी क्लास 7 उहाँले रजत पदक प्राप्त गर्नु भएको छ यो 100 मिटरको सिनियर बक्सरको गोल्ड मेडल कसले पाउनु भयो स्मृति बोरा क्लास 8 ले पाउनु भएको छ उहाँलाई धेरै बधाई छ उहाँलाई ताली बजाएर बधाई शुभकामना पनि अब लङ जम्प तथा सिनियर बोइज क्लास 7 ब्रोन्ज मेडल पाउने सुरज धानु त्यसै गरी रजत पदक प्राप्त गर्ने निरोजिता पनि क्लास 8 निरोजिता पनि भने प्रथम हुने गोल्ड मेडलिस्ट को सुभाष तामाङ धेरै बधाई छ लङ जम्पमा उहाँले लङ जम्प सिनियर गर्ल्स तर्फको है अब क्लास 7 8 9 तामाङ क्लास 8 ले ब्रोन्ज मेडल प्राप्त गर्न लाग्यो भने द्वितीय भएर हिना देवकोटाले रजत पदक प्राप्त गर्नु भएको है सिल्भर मेडल रजत पदक प्राप्त गर्ने रिमा देवकोटा क्लास 9 रिमा देवकोटा त्यसपछि यसमा गोल्ड मेडल पाउने स्वर्ण पदक पाउने स्मृति बोरा हुन्छ उहाँलाई ताली बजाएर स्वागत गरौँ न अब ब्याडमिन्टन तर्फ मनमाया तामाङ काँस्य पदक त्यसरी उहाँको जोडी ज्यानु तामाङ क्लास 9 ज्यानु तामाङ आउनु भएको छैन त्यसरी
सेकेन्ड हुने रजत पदक प्राप्त रोमा तामाङ क्लास 7 रोमा र दीपिका तामाङ क्लास 9 दीपिका क्लास 9 को दीपिका दीपिका क्लास 9 दीपिका लोकहरूलाई रोमा र दीपिका दुवैले रजत पदक प्राप्त गर्नुभएको छ। त्यसैगरी यसमा मेरो आउटका विद्यार्थीहरूले यहाँ गोल्ड मेडल जित्नु भएको छ है। उहाँहरू हुन्छ काजल प्रहरी क्लास 7 र गोपिका तामाङ क्लास 8। काजल क्लास 7 र गोपिका क्लास 8 आउँछ। उहाँहरूले गोल्ड मेडल पाउनुभएको छ। ताली बजाएर उहाँलाई बधाई दिनु होला। तालीमा पाउनु केही नगर्नु भएन। साथीहरूले पदक जित्नुभयो। अब हामी सटपुट गरी तेस्रो हुँदै कासे पदक जित्नु भएको छ है त। उहाँलाई धेरै धेरै बधाई छ। त्यसैगरी अब सर्किट सिरियल वैमा रजत पदक प्राप्त गर्ने सुरज धानु रजत पदक र स्वर्ण पदक गोल्ड मेडल जित्नुहुन्छ। विराट तामाङ अघिको मेडल है अघिको मेडल है। यो तपाईँहरूको सम्मानका लागि दिएको मेडल हो। तपाईँले यो यहाँ लगाउनु होला र घरमा सजाएर राख्नु होला। तपाईँलाई पछिसम्म माया गर्नु हो है। विराट तामाङलाई ताली बजाएर बधाई सम्मान दिन्छ। उहाँले गोल्ड मेडल पाउनुभएको छ। सबैभन्दा टाढासम्म त्यो खेलो फ्याँक्ने को हुनुहुन्थ्यो? विराट तामाङ। त्यही भएर उहाँले गोल्ड मेडल तृतीय स्थान हासिल गर्न सफल भएको छ। उहाँलाई काँस्य पदक वितरण गरिदिनुको लागि म प्रमुख अतिथिलाई आग्रह गर्दछु। काँस्य पदक प्राप्त गर्न सफल हुनुभएको छ। त्यसैगरी द्वितीय हुने मोटमाया तामाङ उहाँले रजत पदक प्राप्त गर्नुभएको छ। र सर्कुटको यही सर्कुट थालेन बलको सिरियलको कति सबभन्दा टाढा भागेर भएको हो। स्मृति आउनु स्मृतिलाई ताली बजाएर स्वागत गरौँ। उहाँले सबभन्दा टाढा दिएको छ। ल धेरै विद्यार्थीले गोल्ड मेडल पाउनु भएको छ। उहाँलाई ताली बजाएर स्वागत गरौँ। उहाँहरू जित्नु भएको छ। यो जित्यो मात्रै होइन, यो समूहले यो राष्ट्रपति रनिङ खेलमा पदक दिनुपर्छ है। भलिबलमा द्वितीय हुने समूहलाई ताली बजाएर हामी उहाँलाई बधाई दिन्छ। त्यही त ताली बजेको हो। उहाँलाई धेरै धेरै बधाई छ। अब भलिबलमा फर्स्ट हुने ग्रुप को थियो? 10 का दाइदिदीहरू भाइहरू जितेन्द्र रोमन आयुष सुजन दिने। र उहाँलाई ताली बजाएर स्वागत गर्नु त भलिबल खेलमा गोल्ड मेडल पाउने ग्रुप हो। मेडल पाउने विद्यार्थीहरू अहिले हामी तल ग्राउन्ड पुगेर पनि फोटो खिच्नुपर्छ है। अहिले ल उहाँलाई भलिबल खेलमा स्वर्ण पदक जितेकामा ताली बजाएर एकपल्ट स्वागत दिनुहोस्, बधाई दिनुहोस्। अब हाम्रो एउटा भलिबलको समूह निस्कन्छ जुन समूह राष्ट्रपति रनिङ खेल खेल्छ है। यो राष्ट्रपति रनिङ खेल जित्नुपर्छ। तयारी गर्दै गर्नु होला। अब फुटबलमा कक्षा 8, 9, 10 रोमन मगजी आउनुहोस्। सोजन सरकार सोजन तामाङ सुजन जितेन्द्र आयुष दिनेश प्रदीप उहाँलाई ताली बजाएर फुटबल खेलमा गोल्ड मेडल प्राप्त गर्न सफल हुनुभएकामा हामी सबैले उहाँलाई धेरै धेरै बधाई एवं शुभकामना व्यक्त गर्दछौँ।
अब हामी यो वर्षको हाम्रो खेलकुदको पुरस्कार वितरण सक्यो। तपाईँहरूको गुनासो मन्जुर आउनुहोस् त। सजिल मन्जुर काँस्य पदक आउँदा छैन। सोहन तामाङ धेरै धेरै बधाई छ। रमेश सर मलाई टिका लगाइदिनुहोस्। रमेश सरलाई म टिका लगाइदिनुको लागि आग्रह गर्दछु। जस्टिना तामाङ यो अघिल्लो वर्षको है अघिल्लो वर्षको तृतीय हुने है तृतीय हुने रिमा देवकोटा अघिल्लो सालको होइन रिमा देवकोटा भएको छैन। अरविन्द बोरा प्रथम हुने विजेन्द्र तामाङ। अब हटकोटाको अघिल्लो वर्षको जुनियर क्लास 3 देखि 6 सम्मको सोहन तामाङ द्वितीय हुने सुस्मिता तामाङ प्रथम हुने सम्राट तामाङ। यो हटकोटाको है सम्राट तामाङ। त्यसै गरी हटकोटाको तृतीय हुने विशाल तामाङलाई म पछि अर्को विशाल तामाङ हुनुहुन्छ। अब सियो धागो इन्डियन फेडरेसनमा अघिल्लो वर्षको हुने युनिसा तामाङ अहिले कक्षा 6 मा विशाल तामाङ कक्षा 5 क्लास 5 को विशाल तामाङ। द्वितीय हुने अन्जिला चौधरी रजत पदकको लागि अन्जिला चौधरी। प्रथम हुने काजल बोगटी रिले रेसको गोल्ड मेडल पाउनुहुन्छ। अब अघिल्लो वर्षको रिले रेसमा फर्स्ट हुने क्लास 3 देखि 6 सम्मको जुनियर बोइज तर्फको निर्मल आउँछ। उहाँले सबैले गोल्ड मेडल पाउनु भएको छ है। त्यसकारण जुनियर गर्ल्स तर्फको क्लास 3 देखि 6 सम्मको गर्ल्स तर्फ है आउनुहोस्। स्मृति आरुचि सुमिना त्यसै गरी रिले रेसमा सिनियर तर्फ बोइज तर्फको गोल्ड मेडल जितेर हुनुहुन्छ विजेन्द्र। प्रत्युष बजार स्वागत गरौँ। बधाई दिउँ, शुभकामना दिउँ। अझै राम्रो गर्नुहुन्छ उहाँले। अब 100 मिटर रेसमा तृतीय भयो। रिले रेस सिनियर गर्ल्स तर्फको क्लास 79 रिले रेस गर्ल्स तर्फको सिनियर गर्ल्स सुर्मिला
हामी 100 मिटरको जुनियर रितेश देवकोटा निर्मल नगर रजत पदक द्वितीय भएर निर्मल नगरले द्वितीय भएर रजत पदक पाउनुभएको छ लोकसान तामाङ त्यसै 100 मिटरको क्रियाको सफल अरूको रेसमा सुनिना तामाङ सुनिना क्लास 4 क्लास 3 हो सुनिना काजल बोगटी द्वितीय हुने काजल बोगटी प्रथम हुने सुस्मिता तामाङ प्रथम हुने गोटेर गर्ने सुस्मिता तामाङ अब 100 मिटर सिनियर तर्फ बोइतर्फको क्लास 7 बोइतर्फ द्वितीय हुने काशीबाट विजेता हुन्छ रवि मगर द्वितीय हुने रजत पदक प्राप्त गर्ने सबै खेलाडी र प्रथम हुने जितेन्द्र तामाङ गोल्ड मेडल लिनका लागि अगाडि अब 100 मिटर सिनियर गोल्डको क्लास 7 द्वितीय हुने सोनिया तामाङ तृतीय कान्छेपदका लागि सोनिया तामाङ रजत पदक विजेता कोपिला तामाङ द्वितीय हुने कोपिला तामाङ र प्रथम हुने रिना देवकोटा अब ब्याडमिन्टन सिनियर तर्फको तेस्रो कान्छेपदक विजेता हुन्छ कोपिला तामाङ र स्मृति बोहरा कोपिला तामाङ र स्मृति बोहरा बोहराले तृतीय स्थानको कान्छेपदक प्राप्त गर्नुभएको छ त्यसैगरी रजत पदक प्राप्त गर्ने द्वितीय स्थान हासिल गर्ने अरुणिमा चौधरी र काजल बोगटी हुन्छ अरुणिमा चौधरी र काजल बोगटी हुन्छ त्यसैगरी ब्याडमिन्टनतर्फ गोल्ड मेडल प्राप्त गर्ने हुन्छ निरुता चौधरी गोल्ड मेडल निरुता चौधरी र रिना तामाङ अरुणिमा चौधरी र रिना तामाङले गोल्ड मेडल पाउनुभएको थियो अघिल्लो वर्षको यो वयलाई धेरै धेरै बधाई अब फुटबल अघिल्लो वर्षको फुटबलको विजेता गोल्ड मेडल पाउने अघिल्लो वर्ष फुटबलमा स्वर्ण पदक विजेता हुनुहुन्छ यो अघिल्लो सालको फुटबल विजेता सबैभन्दा गोल्ड मेडल जित्नुभयो है अब भलिबल तर्फको ल हेर्नु चाहिँ फोटो कोच जितेन्द्र दिनेश रोमन र आयुष अघिल्लो वर्षको फुटबल विजेतासँग गोल्ड मेडल पाउने भाइहरूको सबैलाई ताली बजाउने निधन भयो होइन कता हराउनु भयो खै तपाईँहरू अब सकिँदै गयो है खोइ त ताली बजाएर दाइहरूलाई खै धन्यवाद दिएको गराइबाट है सबै विद्यार्थी भाइ बहिनीहरूलाई यो प्रथम हुने द्वितीय हुने तृतीय हुने एकछिन सिक्नुहोस् है